मेरो छोरा नाति त्यस्ता नातिहरूलाई नि हेर्न गर्न नि आएन। तेरो सन्तान नाच्यो, तेरो सन्तानलाई यसरी नै मार्न पाऊँ, तेरो सन्तान मरेको यसरी सुन्न पाऊँ, तेरो सन्तानलाई जसरी मेरो सिलबिल बनाओस्। एउटा पैसा तेरो सन्तानको मैले तेरो छोरीले नखाइराखेको आमा बाउ मेरो दिदीले सिराको चप्पल लाएर हिँड्थे, सिराको चप्पल लाएर उ हिरो भएर हिँड्थ्यो। अनि यसरी हिँड्छ त हिरो भएर कस्तो भएको छ। छोरी मारेछ छोराले, एउटा फर्केर त्यस नातिलाई कोही पनि आएनन्। त्यो नातिको त मया हुनुपर्छ, सबै मिलेर मार्नु छैन। हाम्रो दिदीको के विशेष कुकुर हो त्यो खाथ्यो। त्यो भाइ चाहिने हो तेल किनेर दिएर परिवार यिनीहरूलाई यसरी नै चलाउनु। यसको दिदीमा नि रानी हो भने यसरी नै छोरा पहिले 6 महिना वर्ष दिनमा दोइबा उल्टेर छोरा पछति नाथ उल्टेर छोरा यसरी गरी छोरा आउँथ्यो रे पहिले। सो आउँदै मन पर्न सक्दैन, कोहीको रानी भत्तै रानी हो। आज बिजोग बनाएर मानिस तेरो यस्तो गर्ने त मुर्दाबाद तँलाई जसरी मेरो छोरीलाई मारे हस् तँलाई त्यसरी हत्यारालाई फाँसी दे, हत्यारालाई फाँसी दे, देनमारा चोर देश छोड, देनमारा चोर संसार छोड, देनमारालाई हत्यारालाई फाँसी दे, हत्यारालाई फाँसी दे, बालेन सरकार फाँसी दे, बालेन सरकार फाँसी दे, बालेन सरकार फाँसी दे, कुमारे चोर मुर्दाबाद, कुमारे चोर मुर्दाबाद,
नेपालमा देख्यौँ सुन्यौँ हामी एकदमै स्तब्ध भयौँ र स्तब्ध भइरहँदा हामीले के गर्ने भन्दा हामीले एउटा यो ईश्वरी भुजेलले न्याय पाउनुपर्छ अपराधीलाई कडाभन्दा कडा सजाय हुनुपर्छ भनेर हामीले सिडिओ कार्यालय मार्फत 29 गते ज्ञापन पत्र बुझायौँ र आज चाहिँ हामी मञ्चश्री असहाय संरक्षण केन्द्र काठमाडौँ शाखाबाट चाहिँ आज 11औँ दिनको दिनमा हामी समुन्नत महिला मञ्चको केन्द्रीय अध्यक्ष पनि हुन्छ लगायत हामी सबै सङ्घ संस्थाका हामी मञ्चश्री असहाय संरक्षण केन्द्र सबै टिम चाहिँ आज उहाँको दुःखमा उहाँको पीडामा हामी पनि सँगै छौँ है भनेर एकबद्धता जनाउनको लागि र ती अबोध बालकहरूलाई भेट्नको लागि हामी पनि एउटा आमा हो र ती बच्चा त्यो बाबुको त्यो रोदन त्यो सानै बाबुले आमा खोज्दै गर्दा अझ पनि त्यो बाबुलाई थाहा छैन मेरो आमा छैन भन्ने कुरा त्यो कुराहरू सुनेपछि एकदमै यो मनलाई रोक्न सकिनँ र म पनि आउँछु भनेर आज हामी त्यहाँ पुग्यौँ त्यहाँ पुग्नको लागि हामी अहिले भर्खर मात्रै त्यहाँ पुगेर उहाँको आमा स्तब्ध हुन्छ आमा रोइराख्नु भएको छ त्यो आमाको आँसु त हामीले पुस्न सक्दैनौँ किनकि आमालाई जस्तो त्यो चोट जति पीडा छ आमालाई त्यो पीडा सायद हामीले महसुस मात्रै गर्न सक्छौँ किनकि त्यो आमाको मुटु कति गकानिएको छ एउटा आमाले एउटा छोरी कति धेरै सपना बोकेर आफ्ना छोरीलाई यति ठुलो हुर्काएर बढाएर कति सङ्घर्ष गरेर पढाएर आज अधिकृत लेभलमा पुर्याएकी ती आमा कति सपना बोकेर मेरो छोरी आज जीवन यस्तो खुसियाली जीवन बितोस् भन्दै गर्दा आज यसरी क्रूर हत्या गरेर मारिदियो रे भन्दै गर्दा त्यो आमालाई कति धेरै पीडा होला आज त्यो आमालाई एकछिन भेट्यौँ त्यो आमाका पीडाहरू सुन्यौँ र तपाईँ स्वयं आमासँग पनि भक्कानिनु भएको थियो आमासँगै रुनु भएको थियो तपाईँ पनि होइन हजुर आमा एकदमै अझै पनि अचेत अवस्था जस्तै एकदमै उठ्नै नसक्ने अवस्था हुनुहुन्छ होइन कस्तो पाउनुभयो कि त मैले भने नि हामी पनि एउटा आमा हो हामीलाई त यस्तो गाह्रो भएको छ हामी त त्रसित छौँ हामी त भावविभोर भइरहेका छौँ अहिले पनि हाम्रो मुटु काबिरहेको छ यो ठाउँमा आएर झन् यो ईश्वरीजीलाई यहीँ मारेको रे भनेर सुन्दै गर्दा यो देख्दै गर्दा यो घटनास्थलमा हामी पनि यहाँ आएर हेर्दै गर्दा हामी आफ्नो मुटु पनि काबिरहेको छ हामी कस्तो देशमा छौँ हामी कहाँ सुरक्षित छौँ भन्ने प्रश्नहरू सरकारमा उठिरहेका छन् आमाको अवस्था यस्तो नाजुक छ उहाँ बिचरा अचेत जस्तो हुन्छ यो सरकारले न्याय दिनुपर्छ त्यो आमालाई हामीले ईश्वरी भुजेल त दिन सक्दैनौँ उहाँको त्यो पीडामा पक्कै पनि त्यो छोरीको कमी त सदा महसुस रहन्छ किनकि सुस्मिता हत्याकाण्डमा जब जुन एउटा आमा गङ्गा मम्मीले एउटा छोरी गुमाइसके पछाडि अहिलेसम्म आजको दिन आज 1 गते आजको राति नै हो सुस्मितालाई आज मारिदिएको दिन आज मम्मी पनि भावविभोर रोइराख्नु भएको छ सायद मलाई त्यहाँ जानु मन थियो तर फेरि यहाँ पनि मलाई आउन मन लागेको कारणले गर्दा म यहाँ आएँ त्यहाँ सानो मम्मी पुग्नु भएको छ आजको दिन मम्मी पनि भावविभोर हुनुभएको छ कति आमाहरू कोख रित्तेको छ कति आमाहरू आज यति हुनु भएको छ आज औँसीको दिन आज उता सुस्मिताको जुन घटना घट्दै गर्दा हामी आन्दोलनमा उत्रिँदै गर्दा अब यस्तो घटना नहोस् भन्दै गर्दा फेरि भागीरथी भट्ट जस्ता लगायत त्यसै इसिका बिकको जुन सुर्खेतमा घटना भयो त्यसपछि फेरि लगत्तै अहिले यस्तो घटना घट्दै गर्दा हामीलाई एकदमै यो मन दुखेको छ र हामी सबै आमा हौँ हामी सबै छोरी हौँ हामी सबै नारी हौँ त्यस कारणले गर्दा पार्टी जातिभन्दा माथि हामी मानव हौँ हामी मानवताको लागि एक भएर एकीबद्धता भएर आवाज उठाउँ अपराधीलाई चाहिँ कडाभन्दा कडा कारबाही होस् ताकि भोलि यो त्यो बारेमा उसलाई एक दिन भने होइन कि 1 घन्टा पनि उसलाई थोरै छुट नहोस् अहिले सुनिरहेको छु सामाजिक सञ्जालमा मानसिक डिप्रेसन हुनुहुन्छ अरे डिप्रेसन व्यक्तिलाई कसरी थाहा हुन्छ कि यसरी कुना काप्चामा त्यसलाई लखटी मार्यो भने मर्छ भन्ने कुरा त्यस कारणले गर्दा कुनै पनि बाहनामा उसलाई 1 घन्टा पनि यसको कमी हुन नदिनको लागि सरकारसँग अनुरोध गर्न चाहन्छु र त्यसमा संलग्न हुन जहाँ सक्छ यो एकजनाले मात्र मारेको होइन त्यसमा संलग्न जति पनि मतियाराहरू हुन्छन् उनीहरूलाई पनि आजीवन कारावास होस् हामीले जन्मकैद भन्दै गर्दा 25 वर्षपछि फेरि यो भनेर 25 वर्षमा छुट्टै छ यो नेपालको कानुनै यस्तो छ तर हामी के भन्छौँ भने आजीवन कारावास रहोस् त्यसलाई कारावास हुनैपर्छ कडाभन्दा कडा सजाय होस् अझ संविधान संशोधन गरेर फाँसी आएदेखि पक्कै पनि हामी चेलीहरू हामी छोरीहरू हामी स्वतन्त्र भएर खुलेर हामी हिँड्न पाउने थियौँ अहिले हामीलाई पनि डर लागिरहेको छ हामी त्रसित छौँ हामी भनेपछि यो घटनाले समाजमा दिदीबहिनीहरू अझै आफ्नै परिवारबाट त्रसित हुनुहुन्छ यो समाजबाट नभएर नेपाल अधिराज्य भरिरहेका नारीहरू हाम्रो समाज एकदम त्रसित भएको अवस्थामा छौँ कि हामी सुरक्षित कहाँ ठान्छौँ सबभन्दा पहिला हामीले सुरक्षित ठान्ने नै हाम्रो श्रीमानको घर श्रीमान हो जब हामी विवाहित भएर आउँछौँ हाम्रो श्रीमानलाई जस्तो हामीले एकदम एउटा भगवानको रूपमा लिएर हामी सुरक्षित हुने ठाउँ कहाँ हो त आफ्नो श्रीमानको काख भन्छौँ तर त्यही श्रीमानबाट मरिनै पर्दा आज
अहिलेको अवस्थामा हेर्ने भयो हो भने सबै दिदीबहिनीहरू त्रसित हुनुहुन्छ, डराउनु भएको छ, कहीँ मलाई पनि त्यस्तो हुन्छ कि भन्ने एकदमै समस्या हरेक घरमा समस्या भइरहेको छ, हरेक सम्बन्धमा समस्या छ, हरेक ठाउँमा समस्या उत्पन्न भइरहेको छ। हजुर, हुन्छ। अब अरू दिदीबहिनीहरूको पनि कुराकानी सुनौँ हामी। यहाँलाई धन्यवाद छ विशेष रूपमा। अब उहाँलाई चाहिँ माइक साथ दिनु। यहाँ पनि अब यो घटना घटिसकेपछि आउनु भएको छ भेट्न यो संस्थाको तर्फबाट। आज खास तपाईँहरू संस्थागत रूपमा भेटेर के थियो तपाईँहरूको भेट्ने कार्यक्रमहरू, के आर्थिक सहयोगहरू पनि थियो कि के थियो भनिदिनुहोस् त। खास आज हाम्रो भेट्ने कार्यक्रम चाहिँ अब एउटा संवेदना, उहाँको जुन आमालाई जुन छोरीको त्यस्तो घटना भयो त्यसमा हामीले उहाँ म्यामले भनिसक्नुभयो ईश्वरी भुजेल त हामीले उपस्थित गराउन सक्दैनौँ, यसमा हामीले थोरै भए पनि मलम लगाउन सक्छौँ कि भन्ने हिसाबले आज हाम्रो चितवनबाट र काठमाडौँबाट मञ्चश्री परिवार यहाँ हामी उहाँको हार्दिक श्रद्धाञ्जलीको लागि उपस्थित भएका हौँ। यो घटनाले यहाँलाई कतिको दुखित बनायो? यो घटनाले साँच्चै भन्नुपर्दा हामी सम्पूर्ण एकदमै दुखित छौँ र एकदमै अब कसैसँग पनि हामी ढुक्क हुने स्थिति रहेन। सो त्यो हुनाले म यो यहाँहरू मार्फत के भन्न चाहन्छु भने हामी छोरीचेलीहरूले जति पनि पीडा भोगिरहेका छौँ हामीहरू भन्छौँ इज्जतको लागि, बालबच्चाको लागि, समाजको लागि मिलेर मिल्नुपर्छ भन्ने यस्ता कुराहरू छन्। यदि त्यस्तो हो भने सम्पत्ति पनि नलिकन हामीले एकदमै बेलामा एक्सन लिन जरुरी छ। बरु सम्पत्ति भन्ने कुरा आफू सक्षम सफल भयो भने कमाउन सकिन्छ, टाइममा एक्सन लियो भने धेरै छोरी बुहारी चेलीहरूको ज्यान बाँच्न सक्थ्यो जस्तो लाग्छ। म यहाँहरूकै टेलिभिजन मार्फत भन्न चाहन्छु हत्यारालाई हदैसम्मको सजाय हुनुपर्छ, जन्मकैदको सजाय हुनुपर्छ र जुन हत्यारालाई जुन उक्साउन सपोर्ट गर्नेहरू हुनुहुन्छ उहाँहरूलाई पनि एक छानी हदैसम्मको सजाय हुनुपर्छ भन्ने म भन्न चाहन्छु। नमस्ते, म सोमा खत्री, काठमाडौँ जिल्ला कागेश्वरी मनारा वार्ड नम्बर 8 र समुन्नत महिला नेपाल नारी चेतनशील सङ्घको पूर्व अध्यक्ष र समुन्नत महिला मञ्च नेपालको हालको वर्तमान अध्यक्ष। सर्वप्रथम त जुन यहाँ हामीलाई यहाँ उभ्याउनु भएर समाचारहरू सङ्कलन गर्नुभएको छ टेलिभिजनका सम्पूर्ण भाइहरूलाई धेरै धेरै धन्यवाद। आज हामी समुन्नत महिला मञ्च नेपाल र मञ्चश्री आश्रय संरक्षण केन्द्र यस दुःखद घडीमा हामी छौँ। जुन ठाउँमा आमाले छोरी गुमाएको, देशले एउटा नारी गुमाएको र यस्तो छ अब बच्चाले आमा गुमाएको, दाजुभाइले बहिनी गुमाएको, दिदीबहिनीले बहिनी गुमाएको अवस्थामा हामी यसमा यो दुःखद घडीमा छौँ। हामी यति मात्रै भन्छौँ, धेरै कुरा के गर्ने, समयमा सबै कुरा घर झगडा सबैको हुनसक्ला, अहिलेको अवस्थामा कसैको मन नमिल्न सक्ला। समयमा नै यसको घर सल्लाह गरेर अथवा कसरी हुन्छ समयमा नै यस्तो कुराहरूलाई चाहिँ झगडालाई चाहिँ अन्तिममा पारेर यिनीहरूको आफ्नो ठाउँमा चाहिँ राख्ने व्यवस्था बनाउनुपर्छ। ताकि होइन मेरो छोराको बाउ हो, मेरो बुढो हो, मेरो बुढी हो भनेर चाहिँ यसरी समाजले पनि राख्नु भएन, घर परिवारले राख्नु भएन, हामी पनि बस्नु हुँदैन भन्ने मेरो मान्यता हो। र किनभने आफ्नो तरिकाले बाँच्यो भने यस्तो मर्नु गएर चाहिँ घटना चाहिँ कम हुन्छ। जुन घटना घट्यो, जुन ईश्वरी भुजेलको के अरे घटना घट्यो, अब यो हामीले एकदम धेरै हामी यो नेपालभरिका चेलीहरूको चाहिँ अहिले एउटा डर के छ भने घरभित्रमै हामी असुरक्षित छु भन्ने एउटा मानसिकता लिएर हामी सबैजना बसेका छौँ। जुन अहिले जुन महिलाहरू चाहिँ जुन अहिलेको सांसदहरू महिलाहरू चाहिँ जुन ठाउँमा हुनुहुन्छ उहाँहरूले सकेसम्म चाहिँ हाम्रो अनुरोध के छ भने सकेसम्म चाहिँ संविधान के अरे उल्टाएर होइन संशोधन गरेर उल्टाएर चाहिँ फाँसीको सजायलाई चाहिँ यिनीहरूले अगाडि बढाओस् र यही जुन ईश्वरी भुजेलको श्रीमान जुन नेपाली ब्रो भन्नेकोबाट नै यो फाँसीको सजायलाई चाहिँ
अगाडि ल्याओस्। हामी चाहिँ यसको अपेक्षा पनि गर्दछौँ। जुन अहिलेको नयाँ युवाहरू त्यहाँ हुनुहुन्छ उहाँहरूलाई हामी एकदमै अनुरोध गर्दछौँ र आजीवन कारावास होस्। यसलाई यो एकदमै अपराधी हो। यसले यो एउटा डर पनि रहेछ भन्ने कुरा हामीले थाहा पायौँ। जुन घटनास्थल हेर्दाखेरि एउटा महिलालाई जसले पनि जसरी पनि मार्न सक्छ त्यसले मार्न सक्ने त्यसको आँट थियो भनेदेखि धेरै मान्छेको भिडमा जान सक्थ्यो होला। एक्लो महिलालाई मार्ने त कायरता हो। त्यो अपराधीलाई सकेभर फाँसीको सजाय होस् भन्न चाहन्छु।